आज हामी एउटा यस्तो यात्राको कुरा गर्दैछौँ जुन धेरैको लागि व्यक्तिगत हुन्छ। ऋणको जालबाट बाहिर निस्कने यात्रा। यो एउटा वास्तविक कथा हो, सङ्घर्ष, सिकाइ र अन्ततः स्वतन्त्रताको। आउनुहोस् यो कथालाई सँगै निहालौँ। सोच्नुस् त, दिनको सुरुवात नै डरबाट हुन्छ। आँखा खोल्ने बित्तिकै मनमा आउने पहिलो कुरा ब्याङ्कको मेसेज। यो केवल पैसाको चिन्ता मात्र होइन, यो त एउटा निरन्तर मानसिक तनाव हो जसले हरेक बिहानलाई भारी बनाइदिन्छ। हो, ऋण पैसाको हिसाब किताब मात्रै होइन, यो त एउटा मानसिक यातना हो। र यो कुरा महसुस गर्नु नै समाधानतर्फको पहिलो सबैभन्दा महत्त्वपूर्ण कदम हो, किनभने यो यस्तो बोझ हो जसले हरेक दिन अलिअलि गर्दै भित्रैबाट खोक्रो बनाइरहेको हुन्छ। अब पहिलो खण्डबाट सुरु गरौँ, डर र सुरुवात। ऋणमा हुनुको अदृश्य मूल्य के हो त? यो कुनै एकैपटक लाग्ने झट्का होइन, बरु बिस्तारै बिस्तारै जल्ने आगो हो जसले थाहै नपाए जीवनलाई भित्रभित्रै जलाइरहेको हुन्छ। यसको असर कहाँ कहाँ पुग्छ त? रातको निद्रा हराउँछ, परिवार र साथीभाइसँगको सम्बन्धमा तनाव आउन थाल्छ, र सबैभन्दा नराम्रो, आफ्नै नजरमा आत्मसम्मान गिर्छ। जब फोनको घन्टी बज्दा पनि मनमा डर पस्छ, तब बुझ्नुपर्छ यो पैसाको मात्र समस्या रहेन। अब कुरा गरौँ त्यो मोडको, त्यो क्षणको जब समस्याबाट भाग्न छोडेर त्यससँग आँखा जुधाउने निर्णय गरिन्छ। ऋणमुक्तिको वास्तविक यात्रा साँच्चै भन्नुपर्दा यहीँबाट सुरु हुन्छ। थाहा छ सबैभन्दा ठूलो गल्ती के थियो? बेवास्ता। बस हरेक महिना इएमआई तिरिरहने, तर त्यो ऋणको पुरै पहाड कत्रो छ, कसलाई तिर्नु छ भनेर कहिल्यै नहेर्ने। यही बेवास्ताले नै हामीलाई अगाडि बढ्नबाट रोकिरहेको हुन्छ। अनि एक दिन एउटा प्रश्न मनमा आउँछ, मैले वास्तवमा कति र कसलाई तिरिराखेको छु? जब कोही व्यक्तिले डायरी र कलम लिएर हरेक ऋणको हिसाब लेख्न बस्छ, हो, डर लाग्छ। तर अचम्मको कुरा के हो भने त्यही डरको सामना गरेकै दिनबाट मुक्ति यात्रा सुरु हुन्छ। स्पष्टता नै पहिलो शक्ति हो। यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा बुझ्नुपर्छ। हामीलाई लाग्छ ठूलो रकमको ऋण नै सबैभन्दा खतरनाक हो, तर होइन। वास्तविक दुश्मन, वास्तविक घातक त त्यो ऋण हो जसको ब्याजदर सबैभन्दा बढी छ, जस्तै क्रेडिट कार्ड वा पर्सनल लोन, चाहे त्यसको रकम सानै किन नहोस्। जब वास्तविक दुश्मन चिनिन्छ, तब लडाईँको मैदान नै बदलिन्छ। यो अब पैसाको हिसाब किताब मात्र रहेन, यो त दैनिक बानीहरूको लडाईँ बन्न पुग्छ। यो कुरालाई राम्रोसँग मनन गरौँ। ऋण पैसाले मात्रै होइन, बानीले टुट्छ। व्यवहार बदलिएन भने मान्छे फेरि उही खाडलमा खस्छ। केही मान्छे ऋणबाट बाहिर निस्कन्छन्, तर धेरैजसो वर्षौंसम्म त्यही दलदलमा फस्नुको कारण पैसा होइन, बानी हो। त्यसो भए ती वास्तविक शत्रु, ती बानीहरू के थिए त? पहिलो थियो देखावटी जीवनशैली। समाजमा आफ्नो स्ट्याटस मेन्टेन गर्ने चक्करमा अरूलाई देखाउनको लागि गरिने खर्च, जसले थाहै नपाई हाम्रो खल्ती रित्याइरहेको हुन्छ। त्यसपछि आउँछ व्यर्थ खर्च। हामीले ख्यालै नगर्ने साना साना खर्चहरू, कहिलेकाहीँ बाहिरको कफी, कहिले बाहिरको खाना वा अनलाइन सपिङमा बिना सोच गरिने खरिदहरू। यिनै थोपा थोपा मिलेर समुद्र बन्छ। र तेस्रो, अनावश्यक मनोरञ्जन र विभिन्न सब्सक्रिप्सन्सहरू। यस्ता खर्चहरू स्वचालित रूपमा काटिन्छन् र हामीलाई पत्तै हुँदैन। याद राखौँ, साना साना प्वालहरूले नै ठूलो जहाज डुबाउने हो। कन्जुस भएर बाँच्नु र होसियारीपूर्वक बाँच्नुमा आकाश जमिनको फरक छ। यो गरिबी होइन, यो त आफ्नो पैसामाथि, आफ्नो जीवनमाथि नियन्त्रण कायम गर्ने एउटा शक्तिशाली र रणनीतिक छनौट हो। ल, खर्च घटाउने कुरा त भयो, जुन डिफेन्स थियो। तर युद्ध जित्न अट्याक पनि त गर्नु पर्यो, होइन र? अब कुरा गरौँ सुरक्षा र आम्दानीको, जुन हाम्रो आक्रमणको हतियार हो। किनभने खर्च मात्रै घटाउनु भनेको छाता बिना पानीमा निस्कनु जस्तै हो। एउटा सानो अप्रत्याशित आपतकाल, जस्तै स्वास्थ्य समस्या आयो भने त्यसले सबै मेहनतमा पानी फेरिदिन सक्छ र हामीलाई फेरि ऋणको दलदलमा धकेल्न सक्छ। त्यसैले दीर्घकालीन सफलताको लागि दुईवटा काम एकैसाथ गर्नुपर्छ। पहिलो, सुरक्षाको लागि एउटा आपतकालीन कोष बनाउने, र दोस्रो, ऋणमाथि आक्रमण गर्न आफ्नो आम्दानी बढाउने। यो मानसिकता बनाउनु एकदमै जरुरी छ। हरेक अतिरिक्त आम्दानी, चाहे त्यो जतिसुकै सानो किन नहोस्, त्यो ऋण विरुद्धको हतियार हो। हरेक अतिरिक्त आम्दानीले इएमआईको बोझलाई हल्का बनाउँछ र यो यात्रालाई छिटो बनाउँछ। र अन्त्यमा
कुरा गरौँ ती नियमहरूको, ती सिद्धान्तहरूको, जसले यो यात्रालाई सफल मात्र बनाउँदैन, फेरि कहिल्यै त्यो अँध्यारो सुरुङमा पस्नबाट पनि जोगाउँछ। किनभने वास्तविक जित भनेको ऋण तिरेर सक्नु मात्र होइन, वास्तविक जित त ऋणबाट टाढा रहन सक्ने बानी बसाल्नु हो। नत्र त मानिसहरू फेरि उही पुरानो बानीमा फर्कन्छन् र फेरि ऋणमा फस्छन्। यी 3 सरल तर एकदमै शक्तिशाली नियमहरू छन्। पहिलो, घर, स्वास्थ्य र शिक्षा जस्ता आवश्यक कुरा बाहेक अरूका लागि ऋण नलिने। दोस्रो, इएमआई तिर्नु अघि बचत गर्ने। र तेस्रो, ठूला वित्तीय निर्णय एक्लै कहिले नलिनु। यो तेस्रो नियमले हामीलाई ऋणको एक्लोपनबाट पनि बचाउँछ। जब ऋणको भारी घट्दै जान्छ नि, सबैभन्दा पहिले पैसा फर्किँदैन, फर्किन्छ आत्मसम्मान। आफ्नो जीवनमाथि फेरि नियन्त्रण पाउनु नै सबैभन्दा ठूलो पुरस्कार हो। र जब आत्मसम्मान फर्किन्छ, तब बाँकी लडाईँ लड्ने शक्ति आफै मिल्छ। यो यात्रामा थकित हुनु एकदमै स्वाभाविक हो। तर एउटा कुरा याद राख्नुहोस्, तपाईँ कमजोर हुनुहुन्न, केवल थाक्नु भएको छ। कमजोरी र थकाई एउटै कुरा होइन। र थाकेको मान्छेले पनि सही दिशामा एउटा मात्र कदम चाल्यो भने पुरै बाटो बदल्न सक्छ। र अन्त्यमा यो कथा एउटा शक्तिशाली व्यक्तिगत प्रतिज्ञामा टुङ्गिन्छ, म हार मान्दिन। जब कोही व्यक्तिले आफैसँग यस्तो वाचा गर्छ, तब पछाडि हट्ने बाटो बन्द हुन्छ। सायद यो वाचा आफैसँग गर्ने बेला आएको छ।